हाम्रो देशको अवस्था भनेको अहिले हामीसँग खानेपानी नै छैन। खानेपानीको कस्तो छ भन्नु त, राम्रो चर्की छैन, राम्रो अस्पताल छैन, राम्रो विद्यालय छैन। विद्यालय बल्ल बल्ल विदेशी ऋण लिएर तपाईँको बनायो, भवन बनायो, शिक्षक छैन, शिक्षकलाई खुवाउने तलब छैन। यो स्थिति छ हाम्रो। अनि हामीले चीनले के गर्दैछ, चीनले चाहिँ नि 2 चोटि मंगल ग्रहमा यान पठायो भनेर कथा पढिराखेर हुन्छ। करेसाबारीमा गएर खाने खोर्सानी छैन, त्यो गति छ। अब लगाउँदै गरेको लुगा फाटेपछि कुन लुगा लगाउने भन्ने हाम्रो टुङ्गो छैन छ। अनि अचानकमा पुग्यो अरे अमेरिका, रसिया, उहिले कहिले पुग्यो अरे भनेर त्यो माथि हेरेर हुन्छ। यो देशलाई माटोतिर हेर्ने बनाउँछौँ हामी। त्यो माटो बाँझो छ भने खण्डन लाउँछौँ हामी है। त्यहाँबाट अन्न उत्पादन गर्नुपर्छ, त्यहाँबाट उत्पादन गर्नुपर्छ। उत्पादन छैन भनेदेखि तपाईँ विकास हुन्छ है, हुँदैन। त्यसले गर्दाखेरि यथार्थपरक विचार बोकेर अगाडि आएको पार्टी श्रम संस्कृति पार्टी मात्र। हामी श्रम गरेर यो देशलाई फलाउन चाहन्छौँ। त्यो पौरखी मान्छेहरूको पार्टी हो श्रम संस्कृति। श्रम भन्ने बित्तिकै खालि ढुङ्गा बोक्नु भन्ने नबुझ्नु, कुरा बुझ्नुभयो नि। हामी 3टा क्षेत्रमा काम गर्छौँ, उत्पादन, निर्माण, आविष्कार। आविष्कार पनि गर्छौँ हामी, आविष्कार पनि गर्नुपर्छ होइन। ढुङ्गा मात्रै बोकेर पर्खाल मात्रै लगाएर बाटो मात्रै बनाएर पनि हुँदैन। हामीले पनि आविष्कार गर्नुपर्छ होइन र? आविष्कार पनि गर्नुपर्छ हामीले। संस्कृति, प्रविधि र तपाईँको चाहिँ प्रकृति भन्छौँ हामी, यसरी बुझ्दा पनि हुन्छ। र यो खालको चाहिँ विचार बोकेर अगाडि आएको यथार्थपरक विचार लिएर आएको श्रम संस्कृति मात्रै हो। हामी कसैलाई ढाँट्दैनौँ है। साँचोलाई साँचो कुरा भन्छौँ, झुटोलाई झुटै भन्छ। त्यसो भएको कारणले गर्दाखेरि सत्यवादी चरित्रको एउटा पार्टी छ जो विदेशी प्रभुको अगाडि झुक्दैन। विदेशी प्रभुको अगाडि झुक्दैन, विदेशी चङ्खेलको विरोध गर्छ होइन। एमसिसी जस्ता तपाईँको चाहिँ राष्ट्रघाती शान्ति सम्झौताको खुलेर विरोध गर्छ। अहिले पहिला पनि गरेको, अहिले पनि गर्छौँ, भोलि पनि गर्छौँ, गरि नै रहन्छौँ। यो देश बेच्न दिँदैनौँ हामी होइन। यहाँ सबैजनालाई म भन्न चाहन्छु, हामीलाई देश सहितको विकास चाहिन्छ। देश गुमाएर विकास हामीलाई चाहिँदैन। देश गुमाउने विकास हामीले चाहिन्छ। भोलि कटारीमा तपाईँको सैनिकहरू विकास चाहिँ हुने, राम्रो बाटो साटो बनाउने, अनि झन्डा चाहिँ तपाईँको चाहिँ अर्को देशको यहाँ फहरायो भने त्यो तपाईँलाई मन्जुर छ? हामी देश गुमाएर विकास मान्दैनौँ, चाहिँदैन हामीलाई त्यस्तो विकास जुन तपाईँको हामीले देश गुमाएर प्राप्त गर्छौँ। त्यस्तो विकास हामीलाई चाहिन्छ। धेरै चलखल भइराखेको छ। हाम्रो दरबारहरू जलाउनु, हाम्रो प्रहरीहरू मारिनु, हाम्रा युवा पुस्ता मारिनु। जो मर्दाखेरि पनि त नोक्सान त नेपाल आमालाई भयो नि, भएन? त्यो खालको मार्ने र मर्ने सिलसिलाको अन्त्य गर्ने हो भने हामीले श्रम गर्नुपर्छ। हामीले यो देशको स्वाधीनताको पक्षमा बोल्नुपर्छ। अब यहाँका स्थानीय समस्याहरू के छन्, ती समस्याहरू हाम्रो उम्मेदवारले भनिसक्नु भयो होला। म यहाँको स्थानीय समस्या के छ यसको बारेमा मलाई त्यति धेरै जानकारी पनि छैन। उहाँले के तपाईँको चाहिँ इमान्दार भएर समाधान गर्नुपर्छ, हामीले समाधान गर्नुपर्छ, हामी गर्नेछौँ। यो श्रम संस्कृति तपाईँ हामी सबैको श्रम संस्कृति हो। यो घरको सामानको 1-2-4जना मान्छेको रहेछ भन्ने होइन। यो श्रम संस्कृति भनेको नेपालको स्वदेशी पार्टी हो। यो पार्टीमा हेर्दाखेरि थाहा हुन्छ नि तपाईँहरूलाई होइन। यहाँ हामी कुनै अर्को तपाईँको छैन होइन, देशको सरकारले दिएको गाडी अथवा कुनै प्रभु शक्तिले दिएको गाडी चढेर आएको छौँ र? हाम्रो स्टेज पनि 3 करोडको छ होइन। 3 करोडको स्टेज के कतिको हो यो? केही छैन, 3 करोडको स्टेजमा यही हो हाम्रो। यो मलाई भनेर थियो एउटा ढुङ्गा समय ठुलो ढुङ्गा राख्न त्यहाँ उभिएर बोल्छु भनेर हामीलाई चाहिँदैन स्टेज